आज चाहिँ म केमिस्ट वेयर हाउस गएको थिएँ अनि टोटल 10वटा प्रडक्टहरू पर्चेस गरेर आएको छु. So I'll just quickly show you what are the things that I purchased. So first thing that I bought was यो CeraVe को moisturizing cleanser, the must needed thing in Australia. And त्यसपछि यो जोनको पर्फ्युम सेलमा थियो, मैले ट्राई त गरेको छैन बट यहाँ स्प्रे गरेर हेर्दाखेरि चाहिँ एकदमै मिठो बास्ना थियो. सो वाइ नट गिभ इट अ ट्राई. त्यसपछि द मोस्ट इसेन्सियल थिङ लरस बसेको सनस्क्रिन, मेरो पर्सनल फेभरेट. त्यसपछि यो CeraVe को फेसियल मोइस्चराइजिङ क्रिम अगेन, एन्ड यो CeraVe को यो एक्नी एन्ड पिम्पल रिमुभल किट. मैले पहिला कहिले पनि युज गरेको छैन, यो चाहिँ मैले यतिकै ट्राई गर्नको लागि उठाइदिएँ. अनि दुईवटा सबसे इम्पोर्टेन्ट कुरा जुन मलाई चाहिरहेको थियो त्यो यो थियो. लाइक मेरो तित चाहिँ अलिकति येल्लो नै छ, अनि सो त्यही भएर लाइक कलगेटले चाहिँ क्लेम गर्छ लाइक दिज आर द टु मोस्ट एक्सपेन्सिभ प्रोडक्ट अफ कलगेट फर लाइक टिथ वाइटनिङ फर्मुला. बट मैले ट्राई चाहिँ गरेको छैन, त्यही भएर मैले यो दुइटै किनेँ, यो पनि किनेँ अनि यो सिरम पनि किनेँ. यो म ट्राई गर्छु, त्यसपछि मोस्ट प्रोबेबली आफ्टर युजिङ फर अराउन्ड 15 or 20 days यसमा म फिडब्याक पनि दिन्छु कि साँच्चीकै लाइक केही चेन्जेस आउँछ अर दिस इज जस्ट द ओभर हाइप्ड मोस्ट एक्सपेन्सिभ प्रडक्ट अफ कलगेट हो कि. यसको मलाई चाहिँ अराउन्ड $78 AUD जति पऱ्यो, अनि यो चाहिँ 24-25 समथिङ त्यस्तै कति पऱ्यो. बट अपार्ट फ्रम एनिथिङ एल्स यति महँगो भए पनि यसले काम गर्छ कि गर्दैन, द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ. लोरियल मेन एक्सपर्ट हाइड्रो एनर्जेटिक भिटामिन सी सिरम, यो चाहिँ मैले केमिस्ट वेयर हाउसको एडमा हेरेको थिएँ, अनि एडमा हेर्दाखेरि चाहिँ लाइक एकदमै बिफोर भर्सेस आफ्टर हेरेको थिएँ रिजल्ट, अनि एकदमै लाइक इन्ट्रेस्टिङ लाग्यो. सो त्यही भएर ट्राई गर्नलाई लिएको. यो चाहिँ कपालमा लाउनलाई यो सिरम प्यान्टिनको, अनि एउटा मैले जेल पनि लिएको थिएँ, त्यो जेल आई गेस ब्यागमै छ. आई जस्ट सो यु इट्स अ US बेस्ड ब्रान्ड. ओके, इन्डियामा एकदमै गर्मी बढिसकेको छ. सो या स्टे हाइड्रेटेड, स्टे सेफ. चियर्स गाइस.